अब यस्तो हो टिकट त हामी जति गरे पनि 100 रुपियाँ गरे पनि विरोधै हुने हो होइन। त्यस कारणले अब सिट सङ्ख्या थोरै छ, अब सजिलो पनि छ। अब 300मा के अरे महिनाभरि भनौँ न 32वटा म्याच हेर्न सकिने व्यवस्था पनि छ। घरमै बसेर हेऱ्यो भनेपछि फ्री अफ कस्ट टेलिभिजनमा पनि डोमेस्टिकमा आइहाल्छ। त्यस कारणले अब इन्जोय क्रिकेटलाई सपोर्ट कसरी गर्ने, कसरी आफूले क्रिकेटको मनोरञ्जन लिने भन्ने कुरा फ्यानको हातमा हो कि। त्यस कारणले अब यो स्वाभाविक हो, यो कुरा आइरहन्छ। यो ब्रोडकास्टिङको चाहिँ धेरै कुराहरू आएको छ अहिले होइन। हेर्नुहोस् न, यो गत वर्षभन्दा धेरै कुरामा चाहिँ यो अलिकति प्रक्रिया अझै मिलाउने, पारदर्शी अझै गराउनुपर्छ भनेर एनपिएल कमिटीले मेहनत चाहिँ गरेको छ। अब समयको पाबन्दी र अब धेरै कुरा व्यवस्थाको पक्षले अब छोटो समय भयो, 7 दिनको भयो, कहिलेकाहीँ 2 दिनका लागि पनि निकाल्नुपर्ने अवस्था आयो। किनभने विवाद भइसक्यो, कमसेकम विवाद होस् भन्नका लागि हो। अब प्रतियोगिता गर्दै जाँदाखेरि अब कुनै खालको दुधले धोएको भने पनि विरोध आउँछ। तर अलिअलि कमजोरी अब समयका कारणले, प्रक्रियागत कारण हुँदाखेरि यसलाई धेरै तिलका पहाड बनाउनु हुँदैन। मेन एम के हो, हाम्रो उद्देश्य प्राप्ति हुँदैछ कि छैन होइन। एनपिएल गर्ने हो, एनपिएल चाहिँ एकदम पारदर्शी तरिकाले गर्ने हो, सकभर कमजोरीहरूलाई हटाएर गर्ने भनेर लागेको छ नि। त्यसमा मैले एज ए प्रेसिडेन्ट गभर्निङ काउन्सिललाई मैले बारम्बार सुरुदेखि यस कुरामा चाहिँ सचेत हुनु तयारी त अब राम्रै छ होइन। मलाई लाग्छ अब एनपिएल कमिटीले पनि अब समग्र अफिस लगाएर पनि तयारी भइरहेछ। अलिक केही कुराहरू लास्ट आवरमा हाम्रो निर्णय हुने हुनाले कि प्राविधिक कुरा बाँकी होला, बाँकी छ। ग्राउन्डमा पनि नयाँ कन्स्ट्रक्सन भइरहेको हुनाले ग्राउन्डको पनि अझै फेन्सिङहरू देखिया छैन होइन। समयमै